हेलो आज चाहिँ जापानमा चिसो बढेको सँगसँगै छुट्टीको दिन चाहिँ आफै घरमा खाना बनाएर खानु पर्यो भनेर सोचिरहेको अब छिटो मन होला मलाई यसरी खाना बनाएको खसीको खुट्टाको सुप बनाएँ मसरुमको तरकारी अनि कालो दाल सो राइस भइहाल्यो टमाटरको अचार टमाटर र पुदिनाको अचार भइहाल्यो र आफ्नै गमलामा फलेको हरियो खुर्सानी सो डेलिसियस सो आज चाहिँ बनाएर खाऊँ भनेको अलिकति घाँटी पनि दुखिरहेको छ त्यही भएर खसीको खुट्टाको झोल खायो भने चाहिँ मिठो हुन्छ भनेर हो बनाएको सो अब चाहिँ म खाना रेडी हुँदैछ है त सो अरू बेला चाहिँ सधैँ कहिले जापानिज खाना कहिले कोरियन खाना कहिले रामेसान गइरहेको हुन्छु सो बाहिरको खाना बढी नै भइरहेको हुन्छ घरमा बन्ने भनेको त छुट्टीको दिन यसो 2-3 महिनामा एकचोटि मात्रै बन्ने हो यो चाहिँ खसीको सुप भइहाल्यो ओइसिसो यो चाहिँ मसरुम पनि मलाई एकदमै धेरै मनपर्छ हो यहाँ चाहिँ मसरुम प्रायः करीहरू बनाउनु पऱ्यो भने चाहिँ मसरुमै बनाएर आएको छु मैले गरिरहेको सक्छु ओइसिसो सो यो कालो दाल नेपालको टिपिकल कालो दाल कहिले खाएँ दाल चाहिँ भन्नुपर्दाखेरि मैले वर्षमा एकचोटि पनि बनाउँदिनँ होला आई थिङ्क सो 6 मन्थमा एकपल्ट टाइप अफ अनि यसपालि चाहिँ खाना मन लागिरहेको थियो त्यही भएर बनाएको अनि अब चाहिँ जाडोमा टक्क खसीको खुट्टाको सुप राइस आफ्नै गमलामा फलेको हरियो खुर्सानी अनि आफ्नै गमलामा फलेको पुदिना र टमाटरको अचारको साथमा चाहिँ खसीको खुट्टाको सुप सो घाँटी पनि दुखिरहेको छ खसीको खुट्टाको सुप खायो भने चाहिँ अलिक घाँटी पनि दुखेको कम हुन्छ भनेर चाहिँ आज चाहिँ बनाएर खाँदैछु त्यसरी कहिलेकाहीँ बनाएर खाँदा चाहिँ एकदमै धेरै मिठो लाग्छ मिठो हुन्छ नभए चाहिँ प्रायः चाहिँ अब खाने नेपाली खानाहरू चाहिँ प्रायः खानै छोडिसके भन्दा नि हुन्छ भनेर त्यही भएर अब धेरै वर्ष नै भइसक्यो जापानमा त्यही भएर चाहिँ जापानिज खानाहरू नै बढी मनपर्छ त्यही भएर चाहिँ घरमा चाहिँ खासै खाना पनि बन्दैन कहिलेकाहीँ बनाउनु पऱ्यो भने यसरी बनाउन मन लाग्छ सो आज चाहिँ बनाएँ र खाएँ र खानुभन्दा अगाडि चाहिँ मैले चाहिँ चढाएर खाने गरेको छु क्या सधैँ तपाईँ त्यस्तो गर्नुहुन्छ कि भन्नु है सो आफूले खानुभन्दा अगाडि चाहिँ सबै आफूसँग भएको खानेकुराहरू के छ राइसदेखि लिएर तरकारीहरूदेखि लिएर साइडमा चढाउने साइडमा थोरै राख्ने चढाउने त्यसपछि मात्रै खाने चलन छ है मेरो चाहिँ आउनुहोस् त सँगसँगै खाऊँ न त है जाडो मौसममा चाहिँ एकदम मिठो डेलिसियस खाना म त्यस्तो मिठो बनाउनु त आउँदैन मलाई तर आजभोलि चाहिँ आफूले बनाएको मात्रै मनपर्छ मलाई धेरै मसलेदारहरू त्यस्तो धेरै मसला हालेर त्यस्तो चाहिँ खान्न म पिरो अमिलो अलिक कम खाने गरे यो चाहिँ हरियो खोर्सानी खान मन लागेको भएर मात्रै खाएको सो ओइसी यस्तो ओइसी खाना सो धेरै पछाडि खाँदाखेरि त एकदम मिठो पनि हुँदो रहेछ क्या टेस्ट नै डिफ्रेन्ट जस्तो लाग्ने सो कहिलेकाहीँ चाहिँ यसरी पनि बनाएर खाने गरेको छु ओके थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई टेक केयर सायोनारा